कति अगाडि आउँला? म त्यो व्यक्ति हुँ जसले मेयर साहब मेयरमा निर्वाचित हुनुभन्दा अगाडि तपाईको राजनीतिक भविष्य उज्जवल छ, तपाईँ अगाडि बढ्नुहोस्, तपाईँ भूमिपुत्र माटोले जन्माएको व्यक्तित्व हो भनेर उत्साहित गर्ने व्यक्ति हामी नै हौँ। तपाईँलाई सम्झना होला, तपाईँका यी क्यामेराहरू त्यतिखेर भण्डार खालका 4 दिवारभित्र हुन्थे र त्यतिखेर धेरै मान्छेले हर्क साम्पाङज्यूको विषयमा बोल्न रुचाउँदैनथे। उनलाई चाहे त्यो क्रिस्चियन भनेर आरोप लगाउँदा होस्, बदनाम गर्दा होस्, चाहे मेयर साहब अहिले श्रम संस्कृति पार्टीको अध्यक्ष हर्क साम्पाङज्यूलाई बदनाम गर्ने कुरा होस्, चाहे कहिले नक्कली माओवादी भनुन्, चाहे जे भनुन्, कडा स्वरमा प्रतिकार गर्ने र दर्जनौं क्यामेरामा आफ्ना मतहरू राख्ने मान्छे म पुण्य गौतम। अब अहिले कतिपय मान्छे श्रम संस्कृतिको कमिटीमा होलान्, पदाधिकारी होलान्, के होलान्, उनीहरूभन्दा अगाडि आवाज बुलन्द गरेर श्रम संस्कृति पार्टीको निवारण त उहाँहरूले गर्नु हो। तर मेयर साहब तपाईँ अगाडि बढ्नुहोस्, यु हेभ भेरी ब्राइट फ्युचर, गो अहेड, विश यु अल द बेस्ट भन्ने मान्छे म हो। अब हुन त हेर्नुहोस्, दुःखको साथीलाई सुखमा कति सम्झिन्छन् मान्छेले मलाई थाहा छैन, तर अहिले जुन अभूतपूर्व लहर आउँदा म एकदमै उत्साहित छु, खुसी छु। तपाईँले भने जस्तै एउटा पुरै वेभ आएको छ, तरङ्ग आएको छ, माटो उर्वर भएको छ, बधाई छ, शुभकामना छ, अगाडि बढ्नुहोस्, यही क्रमले अगाडि बढ्नुहोस्। अब तपाईँहरूको आलोचना गर्नेहरूको सवालपछि काग कराउँदै गर्छ, पिडा सुक्दै गर्छ, कुकुर भुक्दै गर्छ, हात्ती रम्किँदै गर्छ, कुत्ता भुक्दै हजार, हात्ती रम्के बजार, आफ्नो शैलीमा अगाडि बढ्नुहोस्। देशभक्तहरू, विकासवादीहरू, श्रमजीवीहरू एक ढिक्का हुनुपर्छ, देश बनाउनुपर्छ, माटो बनाउनुपर्छ, राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्छ, नयाँ मनदानीहरू यहाँ उदय हुनुपर्छ, देश हाँक्नुपर्छ, सिंहदरबार चलाउनुपर्छ, देशको नेतृत्व गर्नुपर्छ भन्ने मेरो शुभ आशीर्वाद छ।